कैसा रसीला रसीला इधर से पानी ए देखिए आज ही हम लोग मोरी चक्का कटाए सोल्टी ये इतना मजा। और हम लोग का कुछ रीति रिवाज होता है कटने का बाद चराने का। तो सोल्टी वही चरा रहा था। ये तो क्या है? ये उल्लू है, ये रानी है, ये राम तर ला अभी ये सोल्टो झन्डै टोकेको। ओरे सुकेको चप्पल त्यहाँ म भिर्दैन यता। कति कुदाएको यहाँ उठ्नु मन नलागेको बेलामा। मलाई चाहिँ चाका खानु मन लागेर कस्तो भएर चाहिँ ऊ चाहिँ हात धुइदिनु रहेछ। साबुनले धुनु किन धुन्छ लुबर अभी हम इधर से ई धुए अघि नै ये चक्का को उठा रही हूँ मैं। मस्त है यार। अरे हेरा है यो चाहिँ म खानु सक्दिनँ तर गुलियो नगुलियो। क्या मस्त है यार। एकदम हनीको पुरा रस चाहिँ रस भएको भरिको। सेन्डे फ्रुट हुँदो रहेछ त्यसको भित्रको दा। सानोमा खाएको अहिले खाएको छैन। हाम्रो सोल्टी हो हाम्रो म्याडम हाल्छ हाम्रो मलाई लगाइदिनु तर रसिलो रसिलो नि। यहाँ हाम्रो दिदी खाइ नमस्ते भनिदिनु दिदी। नमस्ते। लु चाका चुका लागेर दिएर निकाल्दै यस्तै। बुढा बुढी नमस्ते भन्नु लगाउ न मलाई मलाई अलिकति कति माग्नु हामी किन्नु पर्छ बेच्छ नि टुक्रिँदैन त। तिमी त्यत्रो खान्छौ बेच्नुको लागि त उ गर्दैन नि। अब कोही कोही त्यो नजानेका मान्छेहरू पर मान्छेहरू कसले पिरिन्छ त्यही बेचेको भन्छ नि कहाँ त्यो लगी बिक्री गर्ने होइन नि। कसले मान्छेहरूले माग्छ त तिनीहरूलाई चाहिँ अब यसको रस चाहिँ निकालेर बोतलमा कसरी हाल्छ नि? बाटोमा चुहाउँछ नि ड्याउ म पनि निचाएर लैजान्छु। खानु सकिन के कतिले खाउला जस्तो गर्दैछ देख्यौ कसले खानु सक्छ म बेसी खान्छ बिहान पेटमा बम्छ त्यसो नभन्नु न। उ त्यस्तै होला नि खाँदा कस्तो कस्तो भन्छ हेर्नु न दादा। यो दादाले खानु दिएको छैन के भन्दैछ यो हाम्रो काले दादा। भेना अरे रे चरम 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 फुपूको जय आमा फुपूको फुपू पर्छ नि आमा हैन फुपू दिदी हैन त फुपू कहाँ दादाले भन्छ नि कहाँको फुपू? हाम्रो आमालाई फुपू भन्छ नि त। मेरो बुढीले अघि खाएको यो सोल्टीले खाएको कस्तो दिएको छ गनाउने। मेरो बुढीले लिनु नि त। तपाईँले गनाउने रिङ्गु भएको छ यो हुनु न यो पनि गनाउँदैछ। गनाउने हैन उतिर त लम्पेनमा जितिन अनि यतिको दिइदिएको नि त।